डिरेक्टर सर आदरणीय सर दिलाराम खरेलज्यू, त्यसै गरी हाम्रो आदरणीय सर परशुराम खरेलज्यू, त्यसै गरी एनआरएनए जापानका पूर्व अध्यक्ष आदरणीय सर नवीन ड्युलेज्यू, त्यसै गरी हाम्रो जापानिज अतिथि पनि हुनुहुन्छ, त्यसै गरी नारिता नेपाललाई प्रतिनिधित्व गर्दै र नारिता साकुरा लगायतका विभिन्न ठाउँहरूलाई प्रतिनिधित्व गर्दै विभिन्न संस्थाबाट पाउनुभएका प्रतिनिधिज्यूहरू, त्यसै गरी आदरणीय हाम्रा अभिभावकज्यूहरू, प्यारा विद्यार्थी भाइ बहिनीहरू, त्यसै गरी सहकर्मी साथीहरू, सबैजनामा म यस विद्यालयको शिक्षक मोतीराम भण्डारीको तर्फबाट हार्दिक नमन तथा यसले भए पनि यहाँलाई स्वागत टक्राउन चाहन्छु। स्वीकार्नु होला। यो एउटा म यो गीतको सन्दर्भमा थोरै कुरा बोल्न चाहेँ, म त्यसका लागि अनुमति चाहन्छु। मलाई अहिले भर्खरै हाम्रो आदरणीय भाइस प्रिन्सिपल भन्नुभयो मेरो दाजुसँगको उहाँको सहकार्य धेरै अगाडिको रहेछ र हामी यहाँ भेट्न पायौँ। परदेशको ठाउँमा कहिलेकाहीँ कस्ता किसिमका समयहरू मिल्छन् भने सोच्दै नसोचेको नेपालमा कहिलेकाहीँ सहकार्य गरिसकिएको हुन्छ। मैले लेखेको मेरो दाइले गाउनु भएको गीत चाहिँ सरले डिरेक्सन गर्नुभएको रहेछ, मलाई थाहै थिएन है। 11 वर्ष अगाडि अहिले पो सर आइसक्नु भएर अनि युट्युबमा सर्च गर्दाखेरि 11 वर्ष अगाडि त्यो गीत चाहिँ अपलोड भएको रहेछ र ओहो सर त्यति बेला दुख्न हुँदै अहिले पठाउनु भयो। त्यो कुरा चाहिँ छुट्टै छ र यो सँगसँगै अर्को एउटा अचम्मको समय मिलेको छ। मैले यसै मञ्चमा हाम्रो नारिता भित्र रहेको एउटा प्यारो संस्था छ नारिता नेपाल, जसको रिप्रेजेन्टेटिभको रूपमा हाम्रो सर पनि हुनुहुन्छ, यहाँलाई धेरै सम्मान छ। उहाँले प्रत्येक वर्ष तिजमा मलाई बिर्सनुहुन्न, उहाँहरूले बोलाउँदाखेरि मैले तिजका गीत सँगसँगै एउटा गीत प्रस्तुत गर्ने गरेको छु, जाऊ 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 नभन्नु बाबा जान्न म त बिरानो देशैमा। र यो गीत मैले धेरै पटक यही स्टेजमा प्रस्तुत गरेको छु। आज यस्तो संयोग मिलेको छ कि यस गीतका रचनाकार पनि यही हुनुहुन्छ, हजुरहरूकै माझमा हुनुहुन्छ, जो मेरो पूजनीय पिताजी हुनुहुन्छ। परपट्टि बस्नुभएको छ, पछाडिपट्टि बस्नुभएको छ, नातिलाई लिएर काखमा लिएर बस्नुभएको छ। यो अपूर्व संयोग हो। जुन गीतलाई मैले हजुरहरूको माझमा प्रस्तुत गर्दाखेरि हजुरहरूले अथाह माया दिनुभयो र मलाई पनि लाग्यो यो गीतलाई चाहिँ भिजुअलाइज गरौँ कि भनेर। र नेपालका चर्चित कलाकारहरू सागर लम्साल बले, त्यसै गरी किरण केसी, राता मकै जस्ता दिग्गज कलाकारहरूलाई राखेर यो गीतको भिडियो निर्माण गर्दै गर्दा हाम्रो विद्यालयका डिरेक्टर सर दिलाराम खरेल सरले सर हजुरले आँट्नु भएको काममा म आफूले पनि र विद्यालयको के गर्न पाएदेखि म खुसी हुन्थेँ भन्नुभयो। मैले पनि मलाई हजुरले सहयोग गर्नुभयो, मलाई त झन् मेरा बच्चाहरूलाई पनि देखाउन मन छ भनेर मैले अट्ने जति देखाउन मिल्ने जति गरेर मेरो बच्चाहरूलाई पनि त्यसमा चाहिँ इन्क्लुड गरेको छु। र अब धेरै भूमिका नमादिकन मलाई म सानो हुँदा 7 वर्षको हुँदाखेरि बुवाले लेखिदिनु भएको यो गीत, अनि मैले पहिला चाहिँ अर्कै भाकामा गाउँथेँ यो गीत, पछि बाउ छोरा सँगै बसेर मेरो माइलो दाइ हामीहरू सँगै बसेर यो लय बनाइयो र यसलाई एरेन्ज गर्न दिइयो, रेकर्ड भयो। त्यस पछाडि त्यसको 3-4 वर्षमा यसको भिजुअलाइज गरियो। आज यही राष्ट्रभक्तिपूर्ण एउटा गीत छ जसको सन्देश के छ भन्दा हजुरहरू घुम्नका लागि सदा जान श्रेय गर्नुहोस् र मनमा नेपाललाई पक्रिनु होला। नेपाल जति प्यारो केही पनि छैन। विदेशमा बस्दै गर्दाखेरि हजुरहरूलाई यहाँ सहजता हुने कुराहरूलाई लिनु होला, सबै कुरा गर्नु होला, तर भित्री मनमा के छ त भन्दा नेपाल छ, नेपाललाई चाहिँ गर्न नदिउँ। त्यही एउटा सन्देशका साथमा आदरणीय अभिभावकज्यूहरू, प्यारा भाइ बहिनीहरूको अगाडि यो गीत प्रस्तुत गर्दैछु। मेरो पूजनीय पिताजी, माताजी, जीवन सङ्गिनी सबैजना यहाँ हुनुहुन्छ, हजुरहरू सँगसँगै बस्नुभएको छ। म पनि एउटा शिक्षक सँगसँगै अभिभावक भएको छु यस वर्षबाट र यो प्रस्तुति राख्न गइरहेको छु। मेरा प्यारा भाइ बहिनीहरूलाई यदि हजुरहरूलाई नाच्न सहज हुन्छ भने नाचेर सहयोग गरिदिनु होला र मेरो प्यारो साथी वसन्त श्रेष्ठ सर ट्र्याक बजाइदिनु होला। ल है ताली बजाएर साथ दिनु होला। हजुरहरू पनि आफ्नो सक्नुहुन्छ विद्यार्थी मात्र होइन, हजुरहरूलाई पनि है गीत चाहिँ Oh!
रुकुम रोल्पा छापार मेरो हङ्कल गोटावाला रुकुम रोल्पा छापार मेरो हङ्कल गोटावाला नारायण खाटा सिंगापुर फेरि सुनावाला मस्को मेरो पोखरा